हेलो नमस्ते फेरि पनि स्वागत छ तपाईँलाई हाम्रो यो सासुबारी ब्लगमा। अन्त आज चाहिँ मैले ब्लग बिहानदेखि सुरु गरेको। अन्त आमा चाहिँ किन आएन भनेर सोच्नु हुँदै होला है ब्लगमा बिहानै। आमा चाहिँ जङ्गल जानुभएको थियो नि त। अन्त घरमा चाहिँ म एक्लै थिएँ, खाजासाजा बनाएर बसिरहेको थिएँ। अन्त आमा पनि आइपुग्नु भयो। अन्त हामी दुईजनै बसेर खाजासाजा खायौँ। अन्त गफ गर्दै थियौँ आज बिहामा को जाने भनेर होइन। अन्त आमाले चाहिँ मलाई नै जानु भन्नुभयो नि त, किनभने चाहिँ अब उयो मान्छेहरू चिनिराख्नुपर्छ आफ्नो मान्छेहरू भन्दै भन्नुभयो नि त। अनि म चाहिँ रेडी हुनुतिर लागेँ। अन्त काकीले आएर साडीहरू लगाइदिनु भयो। अन्त बडी पनि आउनु भएछ होइन, एकछिनमा मलाई पनि साडी लगाइदिनु भनेर। अन्त मैले चाहिँ साडी लगाएर अन्त यो चाहिँ मेरो फाइनल लुक भन्दै म भिडियो बनाएँ। अन्त माथिको त भान्जीहरू पनि आइरहेको रहेछ। अन्त उनीहरूले भ्लग बनाऊ न माइजू भन्यो। अन्त उनीहरूसँग बनाएँ होइन। अन्त आमा चाहिँ नजाने भन्नुभयो। आमाको चाहिँ त्यहाँ अलिकति फुलबारी बार्नु थियो नि त। अन्त त्यही भएर पनि नजानु भएको है। अन्त आज चाहिँ भ्लग मैले नै बनाइरहेको छु। बेसी जस्तो मै मात्रै आउँछु है, आमा चाहिँ आउनु हुँदैन। आमा चाहिँ किनकि जानु भएन नि त। अन्त म चाहिँ भ्लग बनाउँदै जाँदै थिएँ उकालो। अन्त पर बिहामा पुगेर त बडीहरू पनि भेट्यो, उनीहरूसँग पनि अलिकति भ्लग बनाएँ। अन्त त्यहाँ हामी पनि गयौँ। अन्त त्यहाँ पुगेको त एकछिनमा चिया खाँदा खाँदै फेरि फुपाहरू पनि आउनु भएछ, उनीहरूसँग पनि भेट्यौँ, गफ गऱ्यौँ। अन्त फोटो पनि खिच्यौँ हामीले। अन्त हामी चाहिँ माथि पुगेर पनि अब फर्केको भन्दै मैले चाहिँ अलिअलि मात्रै बनाएँ नि त भिडियो है, बेसी लामो हुन्छ भनेर। अब फेरि मैले त्यसरी बाहिरतिर भ्लगहरू कहिले पनि गरेको छुइनँ, मतलब भिडियोहरू कहिले पनि बनाएको छुइनँ नि त। त्यही भएर छोटो छोटो मात्रै बनाएको। अन्त घर आइपुगेर पनि सानो भिडियो बनाएँ है मैले। अन्त बेलुका चाहिँ आमाले खाना बनाउनु भयो नि त। अन्त म चाहिँ अलिक गाडीमा हिँड्ने बित्तिकै कस्तो भइहाल्छ, जिउ बिसन्चो जस्तो हुन्छ। अन्त आमाले बनाउनु भयो खाना। अन्त हामी खाना खाँदै गफ गऱ्यौँ। अन्त आज के भयो कस्तो भयो भनेर सोध्नु हुँदै थियो है। थ्याङ्क यू फर वाचिङ, बाई बाई।